नमस्ते दर्शकबिनहरू। आज हामी 24 गाउँपालिका 2 मुडेबास गाउँ धनकुटामा छौँ। आज हामी यस ठाउँमा बसोबास गर्नुहुने अग्रज मगर समुदायका अग्रज मगर भाषा संस्कृति गीत सङ्गीत सम्बन्धी जानकार व्यक्तिसँग हामीले कुराकानी गर्न गइरहेका छौँ। सर्वप्रथम चाहिँ सरलाई चाहिँ स्वागत छ। हजुर नमस्कार। हजुरको परिचय दिनु न सर। म तेजबहादुर थापा मगर। हजुर। मेरो घर चाहिँ यही धनकुटा जिल्ला अन्तर्गत मुडे के अरे 24 गाउँपालिका हजुर वडा नम्बर 2 मुडेवासमा पर्छ र म यसभन्दा पहिले श्री सिंहदेवी मावि चौकी भन्ज्याङमा म अध्यापनरत थिएँ। हजुर। र अन्तिम अवस्थामा भनौँ न लगभग मैले 6 वर्षसम्म त्यहाँ को भूमिका पनि निर्वाह गरेर अहिले म चाहिँ रिटायर पेन्सनमा अहिले बसिरहेको छु। हजुर। अनि यहाँ त हुर्रा संस्कृति सम्बन्धी पनि अलिकति जानकार व्यक्ति हुनुहुन्छ। हजुर। यहाँहरूको के संस्था छ भन्ने कुरा पनि सुनेको थिएँ, होइन? अलिकति बताइदिनु यसको बारेमा। त्यो चाहिँ हाम्रो अहिले दर्ता प्रक्रियामा मात्रै छौँ। हुन चाहिँ यो हामीले स्थापना गरेको चाहिँ 2079 सालमा हजुर हामीले स्थापना गरेका थियौँ। हजुर। यो हाम्रो चाहिँ 24 हुर्रा देउसी संरक्षण तथा सम्वर्धन समिति भनेर हामीले गठन गरेका छौँ र म अहिले त्यसको अध्यक्ष छु। हजुर। हिजो मात्रै यो स्थानमा चाहिँ हजुरको यो मुडेवासमा चाहिँ हुर्रा महोत्सव भएको थियो, होइन? हजुर। समग्र रूपमा हिजोको हुर्रा महोत्सव कस्तो रह्यो अलिकति बताइदिनु। समग्र रूपमा भन्दाखेरि अब हिजोको हुर्रा महोत्सव अत्यन्तै सफल रह्यो नै भन्नुपर्छ। किनभने हाम्रो निम्तोलाई स्वीकार गर्दै नेपाल मगर सङ्घ केन्द्रीय कमिटीका अध्यक्षज्यूहरू, उपाध्यक्षज्यू अनि अध्यक्षज्यूहरू लगायतका महासचिवज्यू सबै पदाधिकारी पालन भएको थियो। हजुर। लगायत यो हाम्रो अहिले के भन्छ यो प्रदेशको हजुर विभिन्न के अरे यही मगर सङ्घको पदमा रहनुभएका विभिन्न व्यक्तित्वहरू पनि यहाँ उपस्थित हुनुभएको थियो। लगायत हामीले यो प्रदेशको 14वटै जिल्लाका पदाधिकारीहरूलाई मगर सङ्घका चाहिँ पदाधिकारीज्यूहरूलाई हामीले नियुक्त गरेका थियौँ। हजुर। त्यसमा सायद ताप्लेजुङबाट चाहिँ प्रतिनिधित्व भएन होला। हजुर। अन्य सबै जिल्लाबाट हजुर प्रतिनिधिहरू यहाँ उपस्थित हुनुभयो। त्यो चाहिँ अब एकदमै खुसीको कुरा हो र हाम्रो यो महोत्सव सफल पार्नमा उहाँहरूको पनि अब भूमिका रह्यो। त्यसदेखि बाहेक हामीले हाम्रो यो 24 गाउँपालिका क्षेत्रभित्र मात्र नभएर अन्यत्र पनि हामीले नियुक्त गरेका थियौँ हुर्रा टोलीलाई। खास गरिकन मोरङ जिल्लाको केराबारी गाउँपालिकाबाट 2वटा टोली पनि यहाँ सहभागी हुनुभयो। यो चाहिँ अत्यन्तै खुसीको कुरा हो र यसले हामीलाई आगामी दिनहरूमा पनि यस्तै महोत्सवहरू चाहिँ के अरे आयोजना गर्नको लागि थप ऊर्जा हामीलाई चाहिँ प्रदान गरेको छ। हजुर हजुर। यो हुर्रा महोत्सव छ नि सर, यो कहिलेदेखि सुरु भयो? कति वर्ष भयो हजुरहरूको यहाँ महोत्सव? हजुर, यो महोत्सव चाहिँ 2075 सालदेखि हामीले सुरु गरेका हौँ। यो महोत्सव यही स्थानमा चाहिँ होइन, पर अलिकति पर सौरे बजार भन्छ। प्रत्येक पहिला औँसी पूर्णिमा मेला के अरे औँसी पूर्णिमामा त्यहाँ चाहिँ के अरे बजार लाग्थ्यो। हजुर। त्यही स्थानमा सौरे बजार भन्ने ठाउँ चाहिँ 75, 76, 77, 3 साल यो महोत्सव सञ्चालन गरियो। हजुर। त्यस पछाडि यो कोरोनाले गर्दाखेरि अब बिचमा रोकिन पुग्यो। हजुर। र फेरि यसपालिदेखि हामीले चाहिँ अब ल सुरु गरौँ त भनेर खास गरिकन नेपाल मगर सङ्घको आग्रहमा हजुर हामीले चाहिँ यसपालि यो के भन्छ मुडेवासको वडा नम्बर 2 डाँडागाउँ भन्छ, यहाँ हाम्रो मगर सङ्ग्रहालय पनि छ। यही स्थानमा चाहिँ अब हामीले यो सञ्चालन गरेका हौँ, महोत्सव चाहिँ यो आयोजना गरेका हौँ। यो हुर्रा महोत्सव सुरु गर्नुको उद्देश्य चाहिँ के हो हजुरहरूको चाहिँ? यसको खास उद्देश्य चाहिँ एउटा कुरो के पनि छ भने हुन त हामीले उनीहरूलाई के भन्छ अलिकति
79 सालमा पनि यो हाम्रो हुर्राको बारेमा अलिकति एक किसिमको भ्रम भनौँ न होइन। कसैले अब यो हुर्रा भनेको चाहिँ के अरे यहाँ यसरी उत्पत्ति भयो भनेर चाहिँ विभिन्न अब आफ्नो विचारहरू धेरैवटा आउँदाखेरि अब वास्तविकता के हो भनेर चाहिँ हामीले एउटा भेला पनि गरेका थियौँ। र अब यो हुर्रा भन्ने चाहिँ खास गरी यसको उद्गम स्थल मुडेवास मानिन्छ र जहाँ उत्पत्ति भएको थियो त्यहाँको यो मादलको ताल, खुट्टाको चाल अनि गीत गाउने यो तरिकाहरू र अब बिस्तारै यहाँबाट यो हुर्रा भन्ने चाहिँ यो अन्य जिल्लाहरूमा पनि बिस्तारै त्यो लोकप्रिय हुँदै गयो। अन्य जातिहरू मगरमा मात्र नभएर अन्य जातिहरूमा पनि यो चाहिँ के अरे अब लोकप्रिय हुँदै गयो। उहाँहरूले पनि खेल्न थाल्नुभयो। तर यसरी यो हुर्रा खेल्दै गर्दाखेरि कतिपय ठाउँमा अब यो के भन्छ अन्यत्र यसरी जाँदै गर्दाखेरि मादलको तालमा पनि अलिकति फरकपन आयो, खेल्ने तरिकामा पनि फरकपन आयो, खुट्टाको चालमा पनि फरकपन आयो, अनि यो के भन्छ हात समाउने तरिकामा पनि फरकपन आयो, अलिकति उच्छृङ्खलपन जस्तो पनि, र यसले चाहिँ अलिकति विकृति पो ल्याउने हो कि भन्ने खालको पनि रहन गयो। अब यदाकदा यो हुर्रा खेलिने स्थानमा झैझगडा गर्ने होइन त्यो अवस्थाहरू पनि सिर्जना हुँदाखेरि होइन हामीले चाहिँ यहाँ ल्याएर यो सबैको माझमा विभिन्न ठाउँको चाहिँ प्रदर्शन गर्न पाउँदाखेरि हाम्रो वास्तविक हुर्राहरू चाहिँ प्रदर्शन गर्न पाउँदाखेरि उहाँहरूले पनि पक्कै सिक्नुहुनेछ, वास्तविकता यो रहेछ भन्ने खालको चाहिँ उहाँहरूले बुझेर त्यसलाई लागू गर्नुहुनेछ भन्ने हिसाबमा हामीले यो महोत्सवको चाहिँ आयोजना गर्ने गरेका र प्लस यो चाहिँ प्रचार प्रसार पनि हो हाम्रो। यो चाहिँ अब यो नेपालमा धनकुटा जिल्लामा पनि मुडेवास अब मुडेवासबाट अब यो चाहिँ के अरे यहाँ मात्रै सीमित नराखेर अन्य जिल्लाहरूमा पनि अब अलिकति यसको प्रचार प्रसार होस् मगर समुदायमा भन्ने हिसाबले पनि हामीले यो महोत्सवको चाहिँ आयोजना गरेका हौँ। हिजोको हुर्रा महोत्सवमा चाहिँ सहभागी टिमहरू कति थिए सर? जम्मा 11वटा टिमहरू थियो। 11वटा टिममा चाहिँ धेरै जसो यही 24 भित्रका अब भित्रका यहाँ भन्दाखेरि सोगुम, सुरुङ्गी जहाँ जहाँ मगर बस्तीहरू छन् होइन, ठाडा गाउँ भन्छ, आमडाँडा, टोड्के, अनि मुक्तारा, फेदापचुङ, मुडेवास लगायत यता के अरे मोरङ जिल्लाको केराबारीको चाहिँ 2टा टोली, तल केराबारी गाउँपालिका अन्तर्गतकै केराबारी बजारै र अलिकति मास्तिर भोगटिनी भन्छ, त्यहाँको टिमहरू यहाँ सहभागी हुनुहुन्थ्यो। हुर्राको संरक्षणको लागि यो हाम्रो गाउँपालिकामा चाहिँ गाउँपालिकाको चाहिँ भूमिका चाहिँ कस्तो रह्यो? हिजोको महोत्सवमा उहाँहरूले के भूमिका खेल्नुभयो? होइन गाउँपालिकाको त अत्यन्तै अहम भूमिका रहेको छ भन्नुपर्छ, किनभने उहाँहरू पनि यही पालिकाभित्रैको अब त्यो पालिकाभित्रका पदाधिकारीहरू अब हाम्रो अध्यक्ष उपाध्यक्षज्यूहरू लगायत सदस्यज्यूहरू पनि अब हाम्रै कतिपय समुदायका हाम्रै मगर समुदायका नभए पनि अन्य समुदायका भए पनि उहाँहरू पनि पहिलादेखि यो हुर्रा नाच्न चाहिँ अत्यन्तै त्यो इच्छुक होइन, पहिलादेखि नाची आउनुभएको हुनाले यो अहिले मात्रै होइन, हिजोको मात्रै होइन, योभन्दा अगाडि पनि उहाँहरूले चाहिँ हामीलाई आर्थिक रूपमा सहयोग गर्दै आइरहनु भएको छ र उहाँहरूको चाहिँ अब नैतिक समर्थन पनि अब सहयोग पनि भन्नु पऱ्यो होइन, आर्थिक सहयोग पनि रहेको छ। स्वयं उहाँहरू चाहिँ उपस्थित हुनुभएको छ होइन, नाच्नु भएको छ र अहिले आएर हिजो मात्रै हाम्रो अध्यक्षज्यूले हुन त गत साल यो लालीगुराँस एकजना पत्रकार आउनुभएको थियो, उहाँले मसँग पनि अब मैले पहिला एउटा चाहिँ निकालेको थिएँ हुर्रा सम्बन्धमा एउटा सानो लेख, त्यो पनि लिएर जानुभएको थियो। अनि यो पालिकाले अहिले हाम्रो हुर्राको पनि एउटा दस्तावेजीकरण चाहिँ गरिसक्नु भएको रहेछ, खुसी लाग्यो। भनेपछि गाउँपालिका चाहिँ हाम्रो एक किसिमले धन्यवादको पात्र नै
एकदम सकारात्मक भूमिका खेलिरहनु भएको छ। यो हुर्रा संरक्षणको लागि पालिकाबाट हुन्छ नि, जस्तो विभिन्न संस्कार संस्कृतिहरू संरक्षणको लागि धेरै कामहरू गर्छन् प्राय पालिकाहरूले होइन। त्यसको लागि यो प्रत्येक ठाउँहरूमा यो तालिमको प्रशिक्षणको कार्यक्रमहरू अथवा प्रदर्शनको कार्यक्रमहरू पनि पालिका आफैले पनि त्यो पहलहरू गरेको छ कि छैन सर? अब यो त्यो चाहिँ मलाई हालैसम्म थाहा भएन है। यो अब विभिन्न संस्कृतिहरू हुन्छ नि, जातीय संस्कृतिहरू, त्यसको त खासै तालिमको आवश्यक पर्छ जस्तो चाहिँ लाग्दैन मेरो विचारमा नि। जस्तो यो हुर्रा तालिमको आवश्यक पर्दैन। यो जहिले हामी वर्षेनी नाचिरहन्छौँ, त्यो बच्चादेखि नाच्ने, त्यो जो कोहीलाई पनि त्यो तालिमको आवश्यक पर्दैन। अब मादलहरू त्यो बाँसुरीहरू पनि स्वतस्फूर्त उहाँहरूले अब यही खेलेकै ठाउँमा होइन उहाँहरूले हाल्नुहुन्छ, सिकिहाल्नुहुन्छ। जस्तो लिम्बूको ढोल नाचहरू उहाँहरूले बिहे कार्यमा बजाइहाल्नुहुन्छ, नाचिहाल्नुहुन्छ होइन। त्यो चाहिँ छुट्टै तालिमको आवश्यक पर्छ जस्तो लाग्दैन। अब हाम्रो पालिकाभित्र चाहिँ त्यो थाहा छैन। योभन्दा बाहिर त्यो जस्तो हुनसक्छ धरानतिर सुनसर त्यहाँतिर चाहिँ तालिमको आयोजना गरेको म देख्छु। किनभने बिहेमा चाहिँ पुरा ढोल सँगसँगै अगाडि पछाडि बेहुलै लिन जाँदाखेरि पनि होइन आउँदाखेरि त्यो गरेको देखिन्छ। यहाँ त अब हुर्राको उद्गम स्थलै यहाँ भएपछि यहाँकोलाई त बच्चादेखि बुढाबुढी युवा सबैलाई नाच्न गाउन त्यो बजाउन त्यस्तो खासै तालिम दिइरहनु पर्दैन। यो हुर्रा शब्दको शाब्दिक अर्थ के हुर्रा भन्छ नि, के होला सर शाब्दिक? यो चाहिँ अब त्यही अघि मैले भने है, अब विभिन्न मत रहेको छ। तर मेरो चाहिँ विचारमा यो हुर्रा भन्ने चाहिँ खास गरिकन यो देउसी भैलो नै हो। यो देउसी भैलो नै हो। पहिले हाम्रा अब अग्रजहरू पुर्खाहरू भनौँ न, अब उहाँहरू त अहिले कोही पनि हुनुहुन्न, सबै बितिसक्नुभयो। त्यो देउसी भैलो नै हो। अब भैलोकै दिनदेखि चाहिँ यहाँ औँसी बजार लाग्छ, अघि सौर्यको कुरा गरियो होइन। अब त्यो बजारै नहुँदा पनि त्यो कार्तिकको त्यो लक्ष्मी पूजा औँसी, हामी चाहिँ गाई तेह्र औँसी भन्छौँ, भैलो बजार पनि भन्छ। अलिक पछि हो। त्योभन्दा अगाडि नै पनि अब हाम्रो यहाँ चाहिँ मुखिया प्रत्येक गाउँमा अब के भन्छ, पछिल्लो अवस्थामा चाहिँ प्रधान पञ्च यसो नहुँदा मुखियाको व्यवस्था गरेको रहेछ। र मुखियाको घरमा चाहिँ के अरे त्यो भैलो खेल्नको लागि अनुमति लिन जाने। अनुमति मुखियाले दिइसके पछाडि त्यहाँबाट भैली सुरु गर्ने, भोलिपल्टदेखि चाहिँ देउसी सुरु गर्ने। त्यही देउसी भैलो खेल्दै यो चाहिँ हुर्राको चाहिँ के अरे सुरुवात भएको हो। अब वास्तवमा हुर्रा भन्ने शब्द चाहिँ हाम्रै गाउँबाट उत्पत्ति नभएर यो बाहिरबाट जो अरू नयाँ मान्छेहरूले देखे नि त, जो खेल्दै गरेको देखे। त्यहाँ चाहिँ अब एउटा खेल्दै गर्दाखेरि गीत गाउँदै गर्दाखेरि एउटा उमङ्ग हुन्छ। अब यहाँ त हाम्रो गीत पनि दुई प्रकारले गाइन्छ। एक किसिमले भन्नुपर्दाखेरि आफ्नो जीवनमा घटेका घटनाहरू होइन, अब एक किसिमले गोठाले खेताले दुःखका गीतहरू, अब आफूले भोगेका कुराहरू पनि गाइन्छ त्यहाँ। भने त्यहाँ चाहिँ तरुनी तन्देर त केटाकेटीको बिचमा दोहोरी पनि गाइन्छ। अनि त्यो बेलामा चाहिँ गीत गाउँदै गर्दाखेरि मादल अब त्यो तालमा एउटा उमङ्ग हुन्छ। त्यतिखेर चाहिँ उफ्रिने बेलामा हुर्रा भन्ने एउटा शब्द निक्लिन्छ नि मुखबाट। हो त्यो त्यहीबाट चाहिँ अब जो बाहिरहरूले देखे नि उहाँहरूले चाहिँ अनि लो अब देउसी भैलो भन्नुको सट्टा उहाँहरूले हुर्रा भन्न थाल्नु हो। अनि ल हुर्रा खेल्न जाने। ल मगरको हुर्रा आएको रहेछ। अब यही ठाउँमा चाहिँ हामी विभिन्न ठाउँमा पनि खेल्न जान्थ्यौँ। त्यतिखेर चाहिँ ल मगरको हुर्रा आएको रहेछ, देउसी त होइन मगरको हुर्रा आएको रहेछ, ल हुर्रा खेल्न जाने भनेपछि त्यहीँबाट चाहिँ हुर्रा 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 यसै सुरुवात भएको। वास्तवमा जस्तो राईहरूको त्यो चण्डी नाचहरूमा पनि सोही ढेले सोही हुर्रा भन्छ, त्यो
यो यतैको हुर्रालाई उनीहरूले त्यस्तो यतासँग मिक्स भएर उहाँहरूले हुर्रा खेल्दा खेल्दै त्यो कुरालाई पनि उता लगेको हो कि के हो, अलिकति यसो खुलाइदिनु न सर। त्यो चाहिँ होइन, त्यो होइन। अब एउटा कुरो त हाम्रो यो क्षेत्रमा राई छैन, हजुर मगरै मगर होइन। हजुर अब राईहरू भनेको त पारी यो के भन्छ तम्बरपारी धनकुटा, हजुर धनकुटामा पनि 8 परिया राईहरू हुनुहुन्छ, उहाँहरू चाहिँ वाराङ मेटर यस्तो नाच्नुहुन्छ। हजुर उहाँहरूको त्यसरी त्यो हुर्रा भनेर त्यसरी त्यो के भन्छ चण्डी पूर्णिमामा हजुर नाचिने नाच, हजुर त्यो अर्कै तरिकाले उहाँहरू नाच्नुहुन्छ। हजुर अब खास गरी खोटाङ के भन्छ भोजपुरतिरका हजुर राईहरूले चाहिँ त्यो साकेला हजुर नाच्नुहुन्छ। त्यो अलिक पर त्यो चाहिँ अब उहाँहरूले पनि त्यही होला मेरो विचारमा, नाच्दा नाच्दै गाउँदा गाउँदै उहाँहरूलाई पनि गीत गाउँदा एउटा उमङ्ग आयो, उहाँहरूले पनि हुर्रा भन्नुभयो। हाम्रो उता पश्चिमतिर ओहै भन्ने है, चैत भन्ने भने जस्तो यता हुर्रा भन्ने चाहिँ अब हामी पनि त्यसो पनि भन्छौँ, चै चै गर हजुर अन्य हुर्रा हा हा गर्दै उफ्रियो। अब उफ्रिँदाखेरि चाहिँ खास गरी त्यो के अरे त्यतिकै खुट्टा चाल्दै गीत गाउँदै नाच्ने बेलामा चाहिँ हजुर त्यो शब्द निक्लिँदैन। जब एउटा चाहिँ के अरे त्यो उफ्रिन्छ नि, जोस हुन्छ उमङ्ग हुन्छ, त्यो बेलामा चाहिँ अनि त्यो हुर्रा भन्ने शब्द निक्लिन्छ क्या। पश्चिमतिर हुर्रा हा नभने हुर्र गर्ने चाहिँ चलन उता पनि छ। हजुर हजुर। अनि अझ यसलाई त हाम्रो यो नजिकका चाहिँ अब यो लिम्बू समुदायको हो, उहाँहरूले चाहिँ अझ हुर्रा भन्न नजानेर उहाँहरूले चाहिँ हाम्रो यो देउसीलाई त उहाँले हुर्ला हुर्ला भन्नुहुन्छ फेरि। हजुर हजुर हुनसक्छ अलिक पछि पछि त्यो ठाउँमा गएर उहाँहरूलाई सोध्नुभयो भने उहाँहरूले हुर्रा भन्नुहुन्न, फेरि उहाँहरूले हुर्ला भन्नुहुन्छ फेरि। यसरी एउटा भाषिक रूपमा नि एउटा जातीय रूपमा पनि त्यो उच्चारणले गर्दाखेरि त्यो फरक अलिकति पर्दो रहेछ। हिजोको हुर्रा महोत्सवमा चाहिँ दिनैभरि अब हामी त पश्चिम मान्छे होइन, एक खालको रमाइलो पनि लाग्यो, अनौठो पनि लाग्यो। बिहानदेखि बेलुका रातिसम्म खालि देशै रमाइलो भन्ने सुन्यो। यसको पनि अलिकति देशै रमाइलो किन कसरी भयो अलिकति बताइदिनु। यो चाहिँ मलाई कस्तो लागेको भने अब हुन त हाम्रो देउसी भैलो नै हो। हजुर यहाँ चाहिँ भट्याउनेहरूले अब बुढापाकाहरूले भनौँ न, उहाँहरूले बलिराजाको कथा ल्याउनुहुन्छ। हजुर बलिराजाको हुकुम भएर चाहिँ हामीले यसरी चाहिँ अब नाच्न गाउन आएको हो। हजुर यो कार्तिकमा चाहिँ कार्तिके दान माग्न पाइन्छ अरे, अनि कार्तिके दान माग्दाखेरि चाहिँ दिनुपर्छ अरे भनेर चाहिँ उहाँहरूले भट्याउनुहुन्छ। प्लस यसको चाहिँ मलाई अर्को के पनि लाग्छ भने यो देशै रमाइलो भन्नुमा चाहिँ यो तिहारमा पक्कै सबैतिर अब झिलिमिली हुन्छ होइन। अब हाम्रो यहाँ दसैँ त्यति ठुलो रूपमा मनाइँदैन। तिहारमा चाहिँ खास गरिकन घर रङ्गाउनेदेखि लिएर नयाँ कपडा फेर्नेदेखि लिएर अनि सबै कुरो तिहारमा हुन्छ। अनि यो अब एक किसिमले बेलुकी अब लक्ष्मी पूजा हुन्छ होइन, त्यो दियोहरू बाल्ने यसो गर्ने हुन्छ। त्यसो हुनाले सबैतिर चाहिँ यो उमङ्ग भएको हुनाले त्यही भएर चाहिँ उहाँहरूले अन्तिममा त्यस्तो थिएको चाहिँ देशै रमाइलो भनेर चाहिँ गाउन थाल्नु होला जस्तो लाग्छ मलाई पनि। यो कहिलेदेखि देशै रमाइलो भनेर गाउन थाल्यो त्यो मलाई पनि थाहा छैन। अलिकति के पनि सुन्यो भने यहाँ चाहिँ अरू स्थानीयको कुरामा चाहिँ कुनै समयमा चाहिँ गोर्खाली सेनाहरूसँग मगरहरू आउँदाखेरि यहाँ जित भयो होइन, यता जित भए पछाडि अब उत्सवको रूपमा यो चाहिँ सबै देशै रमाइलो अरू समुदायलाई पनि समेट्नलाई यसमा सहभागी गराएर भने जस्तो पनि आशय सुनिएको थियो कि। हजुर अब त्यो चाहिँ खास गरिकन अब कसरी भयो भन्ने खालको चाहिँ मलाई पनि अघि अलिकति मैले पनि भने नि अब थाहा छैन। अब जहाँसम्म हाम्रो यहाँको बासिन्दाहरूको कुरा गर्दाखेरि चाहिँ धेरै चाहिँ अब पृथ्वीनारायण शाहको फौजीकै रूपमा यतातिर आएको हुनुपर्छ। किनभने हाम्रो यहाँ योभन्दा पहिला पनि मैले अरूलाई पनि भन्ने गरेको छु, खुलाल मगरहरू हुनुहुन्छ, उहाँहरू यसरी लडाइँ गर्दै आउँदा अब यो अब त्यही भोजपुर खोटाङतिरै होला, एकजना अब राई त्यसरी आक्रमण गर्दै आउँदाखेरि एउटा राई परिवारमा चाहिँ सबै
त्यो घरको चाहिँ जम्मै अब नाश गरियो। अब मारिसके पछाडि एकजना बच्ची, हजुर सानो बच्ची चाहिँ अब माया लाग्यो अरे मार्नलाई। हजुर अनि उहाँहरूले पाल्नु भएछ। उम्, अनि पालिसके पछाडि उहाँ त्यो के अरे त्यो बच्ची अब ठुली भई। हजुर अनि त्यस पछाडि अब त्यतिकै उनको निधन भयो के भयो थाहा भएन होइन। त्यो त अब उहाँहरूसँग सोध्नुपर्छ। पछि उहाँहरूलाई चाहिँ के अरे पिरो ल्याएर क्या। हजुर अनि अहिले पनि उहाँहरूले खम्बुनी बज्यो भनेर एउटा देवीको रूपमा पूजा गर्नु पूजा गर्नुहुन्छ। वर्षमा एकचोटि उहाँहरूले पूजा गर्नुहुन्छ। हजुर भनेपछि मगर समुदायले होइन, खुलालहरूले मात्रै, खुलाल मगर मगरहरूले मात्रै। भनेपछि हाम्रो यहाँ पृथ्वीनारायण शाहकै पालामा हजुर त्यो त्यही बेलामा आएको हुनुपर्छ। दोस्रो चाहिँ एउटा चाहिँ टोली चाहिँ फेरि माटो चाख्दै, हजुर उब्जाउ योग्य माटो चाहिँ खोज्दै 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 चाख्दै चाख्दै आइपुग्दाखेरि मुडेवासमा आउँदाखेरि चाहिँ उब्जाउ योग्य जमिन चाहिँ भेटियो अरे। हजुर बाटो चाख्दाखेरि त्यो अम्लीय क्षारीय हुन्छ अरे नि त होइन। हजुर अनि त्यसरी चाहिँ बसोबास गरेको अरे। अब जहाँसम्म मुडेवास कसरी हो भन्दाखेरि त्यहाँ ठुलो एउटा खस्रु भन्ने मुडा थियो अरे। हजुर त्यो मुडा चाहिँ एकदम ठुलो। हजुर अनि पहिला चाहिँ त्यो आउनेहरू त्यही मुडामा बास बसेका अरे। हजुर अनि खानासाना बनाएर खाका अरे। हजुर पछि यो मुगलानतिर भारततिर उता दार्जिलिङ सिक्किमतिर ओहोरदोहोर गर्नेहरू पनि हजुर त्यही मुडामा बास बस्न थाले अरे। हजुर र अहिले मुडेवास भनेको ए यो गाउँको नाम चाहिँ मुडेवास त्यसरी रहेको त्यसरी मुडेवास रहेको भन्छ। हजुर अब यो जहाँसम्म यो देशै रमाइलोको भन्ने आयो, अब त्यो चाहिँ भट्याउनेहरूले के भन्नुहुन्छ भने हामी कोही पाल्पा बस्ने, कोही पाल्पा पारी बस्ने, कोही पाल्पा वारी बस्ने त्यो आसपासमा हजुर त्यहाँबाट चाहिँ यसरी आएको। अनि यसरी चाहिँ अरुण वरुण तमोर नदीहरू हामी तर्दै आएको। आउँदाखेरि चाहिँ त्यो यो मुडा, हजुर त्यो मुडा चाहिँ नदीमा बिछ्याएर त्यहाँ हजुर। माथि चढेर आउँदाखेरि कति भाइ चाहिँ बगाई पनि दिएको। अनि हजुर हाम्रो खाने पिउने सातो साबुन पनि सबै बगाइदिएको। हजुर अनि अब भोकै तिर्खै भएपछि अब के गर्ने त भन्दाखेरि अब तिहारमा त अब मागेर खान पाइन्छ अरे। लु माग्दै खाँदै जाउँ भनेर हामी यसरी माग्दै खाँदै आएको भनेर चाहिँ त्यसरी देउसीको सुरुवात भएको भनिन्छ है। हजुर त्यस पछाडि अब दशहरामा त गीत गाउँदा गाउँदै अब सबैतिर उज्यालो रमाइलो देखेपछि त्यहाँबाट चाहिँ दशहरामा भयो कि भन्ने मेरो चाहिँ विचार हो। अब यसमा पनि आफ्नो तर्क छ, आफ्नो राय छ। जस्तो यहाँको मगरहरू चाहिँ उता गोर्खाली सेनासित उता तनहुँ होइन लमजुङ गोर्खा यताबाट आए भन्ने कुरा पनि गरेको होइन। र यहाँले चाहिँ यो हुर्रा गीत चाहिँ उताबाट होइन कि यहाँ पनि मुडेवासमा चाहिँ उत्पत्ति भएको कुरा गर्नुभयो होइन। यो चाहिँ कहिलेतिर कुन समयतिर उत्पत्ति भयो होला र कसरी उत्पत्ति भयो होला अलिकति बताइदिनु। यो हुर्रा गीत चाहिँ अब सुरुमा अब देउसी बडै सुरु भयो कि अब भएकै हो भन्नुपर्छ। दोस्रो चाहिँ यो हुर्रा नाचको सुरुवात पनि यो देउसी र अहिले जुन हामी खेल्दैछौँ नि त्यो चाहिँ एक किसिमको मारुनी। पहिला पहिला यहाँ प्रत्येक वर्षको मारुनी नाचाउने गरिन्थ्यो। त्यो मारुनी नाचमा एउटा गीत पनि छ। त्यो गीत अनुसारको एउटा ताल पनि छ। त्यो ताल र हाम्रो हुर्रामा बजाउने मादलको ताल लगभग ठ्याक्कै मिल्छ। अनि खुट्टा जुन चलाउने तरिकाहरू पनि ठ्याक्कै मिल्छ। अनि त्यहीँबाट चाहिँ अब हुर्राको सुरुवात भयो, यो नाचको सुरुवात भयो। त्यो सँगसँगै गीत पनि सुरुवात भयो होला भन्छु म। तर यो चाहिँ अब हामीले अनुमान गर्दाखेरि लगभग यो 1850 देखि माथि 1900 त पक्कै पुगेन है। यो 70-80 को बिचमा यसको सुरुवात भएको हो कि भन्ने चाहिँ हामीलाई लागेको छ। किनभने अब पृथ्वीनारायण शाहको फौजको बेलामा आउँदाखेरि त अलिक अगाडि नै हो होइन। सेटल हुनु पनि अलिकति टाइम लाग्यो होला। अनि त्यो चाहिँ मलाई चाहिँ लागेको ठ्याक्कै यसै भन्न चाहिँ गाह्रो। जस्तो उतैबाट गोर्खा लमजुङ तनहुँ स्याङ्जा साइडबाट आएको भन्ने कुरा भएपछि
हुर्रा त यता नै जन्मियो नयाँ गीतको रूपमा होइन। उता जस्तै अहिले पनि प्रचलनमा रहेको कौडा, घाटु, सालैजो, सोरठी होइन, ठाडो भाकाहरू, मारुनी जति पनि गीतहरू छ नि, त्यो गीतहरू उताबाट यता आए पछाडि त्यो गीतहरू पनि यता आउनुपर्ने होइन, त्यो यहाँ पनि विकास हुनुपर्ने। यहाँ चाहिँ त्यो छ कि छैन अथवा लोप भएको हो कि के हो अलिकति बताइदिनु। यो सालेज्यू भन्ने हाम्रो यहाँ पनि छ, हजुर, तर अलिकति उताको र यहाँकोमा अलिक फरक छ। हजुर, गाउने तरिका, मादल बजाउने तरिका, नाच्ने तरिकाहरू पनि अलिक फरक छ। हजुर, हामी पनि गाउँछौँ। हजुर, हिजो यहाँ साथीहरू त्यो कतिपयले त त्यही मादलको तालमै सुरु त्यो प्रवेश गर्नुभयो यहाँ, हजुर, त्यो सालेजु भाका। हजुर, तर त्यो सालेजु भाका उताको र यताको चाहिँ अलिक मिल्दैन। हजुर, तर बिचमा हामी पनि सालेजु भनेर गाउने छ, तर उताको र यताको भाका अलिक मिल्दैन। अर्को छ, मलाई अलिकति ठ्याक्क आएन है। हजुर, यहाँ पहिला हाम्रा चाहिँ के अरे अब बजुहरू, बाजे बजुहरू भनौँ न, हजुर, अहिले पनि त्यो गाउने हरू अहिले पनि हुनुहुन्छ यो पश्चिमतिर। हजुर, त्यसलाई चाहिँ हामी यहाँ लैलै भन्छौँ, हजुर, लैले भाका। ए, मेला बजारमा चाहिँ पहिलाका चाहिँ के अरे खुब त्यसरी गाउने चलन थियो, लामो लेखेर तानेर। अहिले पनि गाउँछन् सर? अहिलेकाहरूले चाहिँ गाउँदैनन्, अहिलेका जेनेरेसनहरूले चाहिँ, कोही तर गाउनेहरू छन् है, हुनुहुन्छ, त्यसरी गाउनेहरू हुनुहुन्छ। त्यो कोही म गीतहरू सुन्छु कि पश्चिमतिरको, ठ्याक्कै यो के पो भाका भन्छ मलाई आएन। लामो लेखेर तानेर चाहिँ के अरे गाउने चलन छ क्या त्यो। हजुर, अनि त्यो चाहिँ यहाँ त हाम्रो यहाँ त 3 दिन 4 दिनसम्म हजुर, तरनी तन्नेर चाहिँ त्यसरी दोहोरी खेल्ने हजुर, थियो। वास्तवमा छ, अहिले चाहिँ अलिक लोप हुन लागेको हो कि जस्तो छ। यो सोरेठीहरू, मारुनी पनि अब मजाले नचाहिन्थ्यो, अघि मैले भने नि, मजाले नचाहिन्थ्यो। अहिले पनि सोगुम भन्ने ठाउँमा त्यहाँ चाहिँ बुढापाकाहरूले अझै पनि नचाउनु हुँदो रहेछ। हाम्रोमा चाहिँ जो मारुनी नचाउने बुढापाका र नाच्नेहरू उहाँहरू सबै बितिसक्नु अब छैन। कौडा चाहिँ यता चाहिँ आइपुगेन, उता पनि अलिक पछाडि नै उत्पत्ति जस्तो हुर्रा उत्पत्ति भएको जस्तो पनि हुनसक्छ होइन। यता बसाइ सरेर आइसकेपछि यता हुर्रा उत्पत्ति भयो जस्तै, त्यस पछाडि उता मात्रै कौडाको पनि सायद उत्पत्ति भयो होला, नत्र त यता पनि आउनु पर्ने हो नि त। जस्तो यो हुर्रा गीत औँसीमा कार्तिकको होइन, जुन लक्ष्मी पूजा भन्छ नि, त्यसको दिनमा गाउने चलन छ भन्ने भयो होइन। त्यो बाहेक अरू 12 मास पनि गाउनु मिल्ने हो कि होइन? यो चाहिँ यो अरू बेला गाइँदैन। यो के भन्छ नि, हामीले हुर्रा खेल्ने पनि तिहारको टाइममा हो। हजुर, तिहारमा मात्रै नाचिने हो। यो अरू वर्षभरिमा चाहिँ खेलिँदैन, अरूमा खेलिँदैन। अहिले अब उत्सव हुँदै कतै निम्तो गर्दाखेरि त्यहाँ यसो प्रदर्शनको लागि जाने हो, नभए बाँकी यो मगरहरूले चाहिँ मिब्रुक भन्छ यहाँ चाहिँ। अरू बेला त यो हुर्रा नाच्न त मिब्रुक न माराले भन्छ भनेको चाहिँ जोसै आउँदैन भनेको होला हौ त्यो। अनि त्यो भन्छ नि मान्दैन नाच्न, अरू बेला हुँदैन त्यो। यो यसमा चाहिँ जस्तो यो शब्दहरू छ नि, सुखको शब्द अथवा दुःखको शब्द अथवा दुइटै कस्तो शब्दहरू हुन्छन् यसमा हुर्राको गाउने गीतहरूमा चाहिँ? दुःखको पनि हुन्छ, जस्तो अब विरहको कुराहरू हुन्छ। अब जस्तो मरेर के लानु छ र होइन, बाँचुन्जेल हाँसिखेल गर्नुपर्छ। आखिर हामी मरेपछि चाहिँ अब यसो चोयाले बाँधेर लाने हो, बगरमा लाने हो, यस्तै गीतहरू हुन्छ। जस्तो के अरे, सानो सानो गाईको बाछो घुम्छ तगरेमा, बाँचुन्जेल हाँसखेल गर्नु मरे बगरैमा भन्छ होइन। अनि कोकोले मकै खायो हानिदिनु चोयाले, के अरे कोयाले, तपाईँ हामी मरेपछि बाँधी लान्छ चोयाले भन्ने खालको गीतहरू। अनि अब मरेर के लानु छ र, बाँचुन्जेल हाँसखेल गर्ने हो, रमाइलो गर्ने हो भन्ने खालको एउटा हुन्छ। अर्को चाहिँ तरुनी तन्नेरीको बिचमा चाहिँ फेरि दोहोरी जान्छ होइन, पनि हुन्छ यसमा हुन्छ। अब
अब यो चाहिँ सिलगढीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो त कहाँको तपाईँ कहाँको हामी जोगैले भेट भयो। अनि बाह्र हाते पटुकी मेरो छेउछेउमा किनारी, कहाँको तपाईँ कहाँको हामी गराउन चिनारी। अब हाम्रो यहाँ मुढेबासको चाहिँ यसो के अरे गोठाला दाइले घाँसेर काट्यो खोलेको डुडे घाँस पहिलाको है हाम्रो घरेर हाम्रो धनकुटा के अरे कोशी अञ्चल धनकुटा जिल्ला घर हाम्रो मुढेबास भन्दा यसरी परिचय दिँदै अनि आकाशे ज्यानको 9 लाखे तारा एक तारा खसेछ, कहाँको तपाईँ कहाँको हामी, अर्थात् चाहिँ त्यो पनि हुन्छ। अर्को यसरी हाँसखेल गर्दा गर्दै दिलमाया बसेछ भन्ने खालकोहरू पनि गीत त्यसरी केटा र केटीको बिचमा दोहोरी हुन्छ। हुन्छ अब के अरे राजेरीजीको कोठेलाई बारमा काठेको हनुमान, तपाईँ हाम्रो यो माया प्रीति नछुटोस् भगवान् पनि माया प्रीतिका कुराहरू त्यो कहाँ भेट्ने के गर्ने सबै हुन्छ। हजुर हजुर यो यसको शब्दहरूमा चाहिँ गीतको शब्दहरूमा टुक्का कहानीहरू जस्तै सोरठीमा एउटा जयसिंह राजाको हेमवती रानीको कहानीहरू हुन्छ भने जस्तो अब यसमा पनि के बलिराजाको कहानी अथवा कुनै युद्धको कहानीहरू त्यस्तो चाहिँ हुन्छ कि हुँदैन सर? त्यो चाहिँ भट्याउनेले ल्याउँछ। हजुर भट्याउनेले ल्याउँछ। अब बलिराजाको कथाहरूदेखि लिएर अनि नृसिंह अवतारकादेखि लिएर अन्य अन्य कथा कहानीहरू चाहिँ भट्याउनेले ल्याउँछ। कसरी कहाँ के भयो, बिचमा कोही अब देउसिरे भनेर खेल्ने पनि हुन्छन् भने त्यहाँ अब गीत गाउनेहरू चाहिँ आफ्नै अब ताल र सुरमा भनौँ न, उहाँहरू चाहिँ अब गीत गाउने नाच्ने यस्तो हुन्छ। जस्तो हुर्रा छ नि, हुर्रालाई खासमा हुर्रा गाउने हो भन्ने हो कि हुर्रा नाच्ने हो भन्ने हो कि हुर्रा बजाउने हो भन्ने कि हुर्रा खेल्ने हो अथवा यसलाई खास यहाँको जनजीवनको भाषामा के भन्छ सर? हामी चाहिँ खेल्ने भन्छौँ। हुर्रा खेल्ने, हुर्रा गाउने नाच्ने भन्दा गाउने नाच्ने यसो भन्दैनौँ, हामी खेल्ने नै भन्छौँ। हजुर यो मगरहरूले अब त्यो गेस्की नै भन्छ। हजुर त्यो गेस्की हुँ भन्छ। हजुर त्यो ढिङ्की स्याखी भन्दैन, त्यो हजुर नाच्ने के अरे खेल्ने नै भन्छ। यो चाहिँ हुर्रा गीत चाहिँ छ नि सर, हजुरले भन्नुभयो कि यो औँसीमा चाहिँ तिहारको खास देउसी खेल्ने हिसाबले मात्रै हुन्छ, अरू बेला गाउनु बजाइँदैन बाह्रमासे रूपमा भन्ने कुराहरू भयो। यो बाहेक चाहिँ वर्षभरिमा यहाँको मगर समुदायले, पूर्वको मगर समुदायले नाच्ने गाउने गीतहरू अरू छ कि छैन? अरू बिहा व्रतबन्धहरूमा चाहिँ बिहा व्रतहरूमा हजुर अब बिहे व्रतहरूमा अरू बेला नाच्ने गाउने भनेको अघि मैले सालेजु भने नि, हजुर सालेजु नाचिन्थ्यो गाइन्थ्यो। हजुर त्यो चाहिँ के भन्छ अझ बिनायो, मुर्चुङ्गा बिनायो। अहिलेकाहरूले त अब बिनायो मुर्चुङ्गा कति बेला देखेका पनि छैनन्। हजुर बिनायो मुर्चुङ्गा चाहिँ बजाएर नाच्ने गाउने गरिन्थ्यो। मादलकै सट्टामा कतिपय उसमा बेलामा त बिनायो मुर्चुङ्गा बजाएर पनि नाच्ने गाउने गरिन्थ्यो। त्यसदेखि बाहेक दोहोरी हुन्छ। यहाँको चाहिँ पूर्वेली लोक भाकाहरू छन्। पूर्वेली लोक भाकाहरू अरू बेलामा चाहिँ गाइन्छ। अरू बेलामा चाहिँ यस्तो यो मेला बजारमा यसरी भेट हुँदाखेरि अघि मैले भने नि लैलै, पहिलाका बुढापाकाहरू त्यसरी गाउनुहुन्थ्यो भने पछिल्लोकाहरू यो लोक भाकामा त्यसरी नाच्ने गाउने गरिन्छ। यो हुर्रा गीत होइन गाउने खास गरिकन। हुर्रा गीतमा खास बाजाहरू कुन बाजाहरूको प्रयोग हुन्छ सर? हुर्रामा खास गरिकन 3टा हो। मादल, हजुर मन्जिरा भन्छ। हजुर मन्जिरा भनेको मन्जिरा यो सानो मुजुरा, उतातिर मन्जिरा भन्छन् हैन, त्यो मुजुरा नै रहेछ त। अनि अहिले बाँसुरीको चलन आएको छ। हजुर हजुर वास्तवमा चाहिँ मुरली हो। हजुर मुरली र मादल अनि मन्जिरा, यति 3टा बाजा हो। अलिकति मैले हिजो देखेँ होइन, अलिकति मलाई अलिकति कस्तो लाग्यो भन्दाखेरि बाँसुरी बजेको देखियो होइन। हजुर बाँसुरीको यसो हेर्दाखेरि उता रुकुम रोल्पा मध्य पश्चिमतिरको मयूर नाच, अनि अर्को के भन्छ त्यस्तै अर्को के भन्छ मयूर टप्पाहरू टाइपको होइन, सिङ्गारू टाइपहरूमा चाहिँ
बजाएको देखिन्छ कि सेम यसरी नै बाँसुरी बजाएर यसरी गोलो नै भएर हजुर हजुर नाचेको गाएको देखिन्छ होइन अँ, र त्यो टाइपको चाहिँ हिसाबले चाहिँ बाँसुरी बजाएको देखियो अनि अलिकति यता राईहरूको त ढोलहरूमा चण्डीहरू नाच्दाखेरिको जस्तो जस्तो ताल जस्तो पनि देखियो मिक्स टाइपको देखियो होइन अँ। त्यो के होला यताको अलिकति प्रभाव परेको उताको प्रभाव परेको के लाग्छ यहाँलाई हो यहाँ अब धेरैजनाले त्यो एक खालको के भन्छ हजुर अर्को विचारहरू भनौँ न राख्नुहुन्छ त्यसरी अब कसैले हजुर के अरे यो लिम्बूको ढोलसँग लिम्बूहरूसँग मेल खाने हजुर कसैले राईहरूसँग मेल खाने भन्ने खालको विचारहरू हजुर तर यो चाहिँ लिम्बूको ढोलमा गीत गाइँदैन फेरि हजुर ढोल मात्रै बजाइन्छ हजुर खालि हात हल्लाएर नाच्ने हो खुट्टा चल्दै नाच्ने हो हजुर अब राईहरूको त्यो चाहिँ के अरे साकेला नाच हजुर ढोल एक किसिमको नगरा पनि हुन्छ नि उनीहरू हजुर हजुर अनि झ्याम्टा हजुर तर बाँसुरी हुँदैन त्यहाँ गीत हुन्छ हजुर फेरि खुट्टाको ताल उनीहरूको धेरै हुन्छ हजुर एउटा नाइके हुँदो रहेछ हजुर नाइकेले जे गर्छ हजुर त्यो अनुसारको गर्छ हजुर होइन हाम्रो चाहिँ खुट्टाको ताल भनेको एउटै हुन्छ यो हुर्रा गीतमा जुन खुर्रा खेल्दाखेरि बजाउने ताल छ नि हजुर ठ्याक्कै तालको नाम मादलमा बज्ने तालको नाम यो भन्ने त्यस्तो छ कि छैन यो चाहिँ मलाई पनि थाहा छैन अब आफू पनि त्यो अलिकति सङ्गीतकार भएको भए चाहिँ त्यो हजुर होइन हजुर त्यो सम्बन्ध ज्ञान भएको छ ए तालो भनेर हुन्थ्यो होला तर खासै थाहा छैन मैले एकचोटि हाम्रो उहाँ हुनु न अहिले टोमप्रसाद भन्ने हुनुहुन्थ्यो यो चाहिँ कुन ताल हो भनेको उहाँले कुन सुरमा भन्नुभयो यो मृदुङ्ग ताल हो भन्नुभयो अनि अब उहाँले जानेको त्यति थियो होला होइन हजुर हजुर यो चाहिँ ताल यति नै यही हो भनेर चाहिँ मलाई पनि थाहा भएन हजुर अलिकति म पनि सङ्गीतको अलिकति विद्यार्थी भएको हुनाले हजुर दुई प्रकारले बजाएको देखियो कि हजुर हजुर एउटा ढ्याङ्क जस्तो चण्डेहरू ढ्याङ्क 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 टाक ढ्याङ्क 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 टाक यस्तो टाइपले गरेको चाहिँ त्यो जुन हाम्रो चलन चल्तीमा भन्छ होइन यो सङ्गीत शिक्षामा नेपालको युनिभर्सिटीहरूमा पढ्नेमा चाहिँ त्यो टाइपमा चाहिँ त्यो खेम्टा ताल अथवा उताको झ्याउरे तालसँग मिल्दो जस्तो देखियो होइन अनि खास ओरिजिनल रूप चाहिँ त्यही होला जस्तो लाग्यो त्यो बजाउँदाखेरि अलिक ढङ्ग नपुगेले ढङ्क 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 टाक ढङ्क 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 टाक गर्दै यसरी आयो भने फेरि त्यो कहरवा ताल अथवा हाम्रो उताको ख्याली ताल अन्तर्गत जस्तो पर्यो कि ढङ्क 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 टाक ढङ्क 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 टाक खेम्टा अथवा झ्याउरे ताल जस्तो र ढङ्क 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 टाक ढङ्क ढङ्क यो चाहिँ ख्याली कहरवा ताल अन्तर्गत परे जस्तो चाहिँ मैले हिजो चाहिँ मानेको थिएँ कि यहाँ अब हाम्रो गाउँकोले बजाउँदाखेरि चाहिँ हजुर ढ्याङ्कु 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 यतातिर हजुर हिजो म पनि हेरिबसेँ है हजुर अब अहिलेकाले निकै बिर्सिँदै जान थालेका छन् है यतापट्टि अर्को यो दिइन्छ क्या ढ्याङ्कु 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 यसरी 1 2 3 4 1 2 3 4 यता दिइन्छ क्या तर यहाँ देखिएन अर्को अब यहाँबाट अलिकति बाहिर गइसके पछाडि फेरि यतातिर ढ्याङ्कु ढ्याङ्कु यहाँ अहिले हुर्रा गीतमा धेरै त्यो रेकर्ड भएको छ नि त्यहाँ चाहिँ यता ढुङटुङटुङ गर्छ यता ढुङटुङटुङ गर्छ हिजो यो केराबारी साइडको होला त्यताकोले चाहिँ त्यसरी बजाएको छैन त्यहाँ ढ्याङ्कु ढ्याङ्कु ढ्याङटुङटुङ गरेर दुई प्रकारले हजुर यो घुर्रा गीतको प्रकारहरू नि भाकाहरू लय भन्छौँ नि त्यो पनि अलिकति फरक फरक हुन्छ कि एउटै धेरै धेरै फरक हुन्छ धेरै प्रकारको हुन्छ धेरै प्रकारको हुन्छ हजुर हजुर धेरै प्रकारको हुन्छ हजुर तर अलिकति मगर होइन अलिकति सङ्गीत सम्बन्धी ज्ञान भएकाले बाहेक मगर प्योर यहाँको मगरले गाउनु र हजुर अरूले गाउनु अर्थात् मगरै भए पनि अलिकति परको त्यो नेपाली भाषा मात्रै बोलिराख्नेले चाहिँ अलिकति स्वर घुमाउन
नजानेको के हो एकदम ठाडो कस्तो भाकामा गाइदिन्छ कि अप्ठ्यारो हजुर हजुर हामीलाई नि कस्तो कस्तो लाग्छ हजुर अनि खेल्नेमै पनि यो खुट्टा चाल्नेमै पनि हजुर बाहिरबाट बसेर हेर्दाखेरि यो बाहिरको मान्छे रहेछ र यो यहीँको लोकल रहेछ भन्ने कुरो त्यो उसको खुट्टा चलाए जिउ हल्लाइ कम्मर मर्काइ त्यो थाहा भइहाल्छ हजुर अलि पहिलाको पुरानो समयको हुर्रा र अहिले नयाँ जेनेरेसनमा यो गाउँदै नाच्दै खेल्दै गरेको हुर्रामा अलिकति भिन्नता पाउनुहुन्छ कि उस्तै नै छ थोरै भिन्नता छ हजुर पहिलाका बुढापाकाहरूले खुट्टा यसरी अगाडि फालिँदैन थियो हजुर अहिले चाहिँ अहिलेकाहरूले यसरी अलि अगाडि यसरी खुट्टा फाल्न थालेको छ त्यो अलिकति फरक त्यही चाहिँ फरक पनि आएको छ हजुर पहिला पहिला हिजो हामीले यहाँ देखायौँ 2 लाइन हजुर त्यसरी 2 लाइन सुरुमा नाच्ने तरिका भनेको त्यो बुढापाकाले त्यतिखेर आँगन पनि सानो गोलो घेरामा नाच्नाले ठाउँ नहुँदाखेरि त्यतिखेर सङ्ख्या पनि सानो हजुर हजुर अनि एउटा चाहिँ के थियो अरे भने महिला र पुरुष हात पक्रेर नाच्न पाइन्न थियो अरे हजुर उहिले उहिले भनौँ न हजुर हजुर ए यो हुर्रामा चाहिँ हात पक्रिनु थिएन पहिला थिएन अरे अनि केटा एक लाइन नाच्नु पर्ने हजुर केटी एक लाइन नाच्नु हिजो पनि देखियो नि त 2 लाइनवाला पनि देखियो अनि हात समात्ने लाइन पनि वाला पनि देखियो 2 लाइनवाला चाहिँ हामीले सुरुमा हाम्रो चाहिँ यसरी खेल्ने गरिन्थ्यो भनेर देखाएको हामीले यहाँ ए हजुर हजुर त्यो चाहिँ 3 कदमे 2 कदमे 3 कदमे त्यही आउँछ हजुर हजुर कदम कति चाल्ने अगाडि पछाडि हैन हजुर अनि त्यो त्यस पछाडि अब उहाँ पनि बितिसक्नुभयो नरबहादुर मगर हुनुहुन्थ्यो उहाँले भनेअनुसार चाहिँ यो प्रजातन्त्र प्राप्ति पछाडि 7 साल पछाडि 9 सालतिर उहाँहरूले चाहिँ त्यो पहिलाको केटाकेटी हात पक्रेर नाच्न नपाउने नियमलाई चाहिँ उहाँले उल्लङ्घन गर्नुभयो अरे लु के गर्दो रहेछ त लु हामी हात पक्रेर नाचौँ त भनेर त्यस बेलादेखि उहाँहरू चाहिँ हात पक्रेर गोलो घेरामा नाच्न थाल्नु अरे यो गोलो घेरामा चाहिँ 4 कदमे हुन्छ हजुर यो हुर्राको उत्पत्ति त यही मुडेबास धनकुटा चौबिसे गाउँपालिकामा भयो भनेर अघि पनि भनिसक्नु भयो यहाँले हैन यो हुर्रा चाहिँ पूर्वको कुन कुन ठाउँमा मगरहरूले चाहिँ खेल्ने गर्छन् यो जिल्ला अथवा कुन कुन यो क्षेत्रमा खास गरिकन मोरङ हजुर अहिले चाहिँ झापातिर अनि सुनसरी धनकुटा भइगयो अनि 5 थर अब त्यतातिर पनि खास गरिकन यहीँबाट बसासेर जानुभएका हजुर अब यहाँ नाच्दै गाउँदै बस्नुभएकोहरूले त अब तिहारमा लु यसरी नाच्ने भनेर त्यहाँ जहाँ जानुभयो हजुर त्यहाँ चाहिँ अब गएर उहाँहरूले पनि अब हुर्रा नाच्न सुरु गर्नुभयो हजुर प्लस कतिपय चाहिँ यहाँबाट हाम्रा चेलीबेटीहरू बिहे गरेर उता जानुभयो उहाँहरूले सिकाएर पनि त्यसरी हामीले नाच्न थाल्यौँ भन्ने खालको कुरा पनि सुनिन्छ हजुर हजुर त्यसदेखि बाहेक अन्यत्र त त्यति अहिले चाहिँ थाहा छैन हजुर यो हुर्रा जुन संस्कृति छ अब सङ्गीत छ पूर्वको मगरहरूको होइन एकदम यसलाई चाहिँ अब चाहिँ यसलाई चाहिँ जगेर्ना गर्नलाई जोगाउन पूर्वको सबै ठाउँहरूमा चाहिँ यसलाई चाहिँ प्रचार प्रसार गर्नको लागि होइन हजुर यहाँ के अरे यो हुर्रा संरक्षण समितिको पनि अध्यक्ष हुनुहुन्छ होइन त्यो हिसाबले यहाँहरूको यसलाई चाहिँ जगेर्ना गर्ने अथवा फैलाउने प्रचार प्रसार गर्ने योजनामा चाहिँ के खालको योजनाहरू छन् यहाँहरूको अलिकति बताइदिनु न अब यसको लागि चाहिँ हामी अघि पनि मैले भने हामी संस्था दर्ताको प्रक्रियामा छौँ हजुर त्यस पछाडि अहिले आएर हुर्रा नाच चाहिँ एउटा चासोको विषय बनेको छ हजुर धेरैजना यो के भन्छ थेसिस गर्ने विद्यार्थीहरू हजुर धेरैजना आइसक्नु भएको छ हजुर धेरैले हुर्राबाट चाहिँ थेसिस गरिसक्नु भएको छ त्यसो हुँदाखेरि अब यस सम्बन्धमा अलिकति अझै जान्ने बुझ्नेहरूसँग चाहिँ के अरे अब सोधखोज गरेर हजुर उहाँहरूलाई पनि सजिलो हुने गरिकन हजुर एउटा पुस्तकै हजुर लेखेर प्रकाशन गर्न पाएदेखि हजुर र अब के भन्छ यो
खास गरिकन मैले अघि नै भने अलिक पर जाँदाखेरि उहाँहरूले नाच्ने गाउने हजुर तरिकाहरूमा अलिकति फरक पनि देखियो। हजुर त्यस सम्बन्धमा चाहिँ थोरै हजुर अब हुन त अघि तालिमको आवश्यकता पर्दैन भनियो, हजुर र पनि जान्दै नजानेकाहरूलाई त अलिकति तालिमको पनि व्यवस्था गर्नुपर्छ कि हजुर हजुर गाउने बजाउने तरिकाहरू पनि जस्तो लागेको छ। जस्तो म एकचोटि मलाई चाहिँ कता निम्तो थियो पर गुराँसे भन्ने ठाउँमा, हजुर त्यहाँ गएर मैले यसरी नाच्ने भनेर मादल र हजुर खेल यो गाउने तरिकासम्म त सिकाइयो। हजुर बाँसुरी चाहिँ कस्तो हुन्छ भने हजुर बाँसुरी यो एउटै खालको हुँदैन। हजुर हामीले यहाँ बाँसुरी बजाइ व्यक्ति पिछेको अलग हुन्छ धुन। हजुर हिजो यहाँ तपाईँले पनि सुन्नुभयो होला, हजुर प्रत्येक देउसीको हजुर बाँसुरीको धुन अलग अलग हुन्छ। अलग अलग थियो। अनि त्यो चाहिँ स्वतस्फूर्त त्यो निकालिने धुन हो। पहिला पहिला चाहिँ अब गोठाला जाँदाखेरि अनि त्यो धेरैले मुरली बोक्ने गरिन्थ्यो। त्यो मुरली त्यो गोठाला जाँदै सिक्ने हो बजाउनलाई, कुनै तालिम लिएर त्यो बजाउने होइन। त्यो चाहिँ अलिकति अप्ठ्यारो लाग्यो। अनि र पनि यसको पनि अब व्यवस्था गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई लागेको छ। जस्तो यो नेपालभरिको मगरहरूको सङ्गीत संस्कृति एकदम धेरै छ। हामी मगरहरू एक त नाच्न गाउन नै बच्चैदेखि उत्साहित हुने, मर्दा पर्दा होइन सबै कुरामा चाहिँ हामीलाई सङ्गीतै चाहिने हाम्रो जाति हो होइन। जस्तो उता मध्यपश्चिमतिरको कुरा गऱ्यो भने होइन श्रृङ्गाहरू, मयूर नाचहरू, टप्पा नाचहरू विकसित छ। गण्डक क्षेत्रमा आयो भने कौडा के अरे ठाडो भाकाहरू होइन, सालाइजहरू पनि गाउँछन् त्यो क्षेत्रमा पनि होइन छ। घाटुहरू, सोरठीहरू छ। जस्तो धौलागिरी क्षेत्र गयो भने पुर्ख्यौली गीतहरू होइन, सालैजो, यानी माया, सुनी माया, भैचे साइलो, यस्तो सुना मुराली, अभिजाले माया लगायतका थुप्रै खालको सङ्गीतहरू छ। जस्तो यता आयो भने हुर्रा गीतहरू भयो होइन। यो धेरै भएको गीतहरूलाई उताको पश्चिमतिरको मध्यपश्चिमतिरको गीतहरूलाई पनि यहाँ सिकाउनु पर्ने अथवा यहाँको मगरहरूलाई चाहिँ त्यो प्रचलनमा ल्याउने अथवा यहाँको हुर्रा संस्कृत गीतहरूलाई पनि उता चाहिँ सिकाउने कुराहरूमा यहाँहरूले कतिको सोच्नु भएको छ अथवा पहल अथवा स्थानीय सरकारहरूसँगको संवादहरू छ कि छैन, अलिकति बताइदिनु। त्यसको बारेमा चाहिँ अहिले स्थानीय सरकारसँग चाहिँ त्यति हामीले पहल गरिरहेको छैनौँ। अब जहाँसम्म पश्चिमका नृत्यहरू त कतिपय त हामी अनभिज्ञ नै छौँ होइन, हामीलाई थाहा छैन। यो कौडा चाहिँ अहिले आएर निकै प्रचलनमा रहेको हुनाले हाम्रो यतातिर पनि खास गरिकन गाउँलेले भन्दा पनि हाम्रो स्कुले केटाकेटीले गाउँमा पनि अब के भन्छ यो क्लबहरू छन् होइन, उनीहरूले चाहिँ त्यो कौडा नृत्य चाहिँ धेरैले नै जानिसकेको छ। हिजो हिजो उताबाट आउने मिसरसँग भनौँ न, म्याडमहरूसँग चाहिँ हाम्रो यताका नानीहरू पनि यहाँ नाच्दै गरेर देखेँ मैले। ठ्याक्कै मिल्दो रहेछ, पारा आउँदो रहेछ त्यो कौडामा चाहिँ। बाँकी अरू नृत्यहरूको बारेमा चाहिँ अलिकति उहाँहरूलाई हुर्रा भन्ने चाहिँ त अनभिज्ञ भए जस्तो हामी पनि सायद त्यस्तै हो। अब मारुनी छँदैछ, अब सोरठीहरू यता कता यतातिर यसो नाच्ने गरिन्छ त्यो, तर त्यो चाहिँ अलिकति निकै तालिम चाहिँ लिनै पर्ने खालको देखियो। किनभने त्यहाँ त अब देवी देवता के भाकल्नु पर्दो रहेछ होइन, धेरै हुन्छ त्यहाँ तन्तर मन्तरको कुराहरू धेरै आउँछ त्यसमा। यो मारुनीमा जस्तै रहेछ भनौँ न। मारुनीमा चाहिँ त्यो तन्त्र मन्त्र त हुँदैन होला, तर सोरठीमा त पुरै त्यो नाच्नेहरू त कामदै गरेको पनि देखियो। जिउ बाँध्ने त्यो फेरि छुटाउनु सकेन भने फेरि कामेकोलाई होइन फेरि एकदम समस्या हुने, बौलाउने, गुरुने कराउने के पनि हुन्छ अरे सुनियो है। अब त्यो चाहिँ यताको मगरहरूलाई चाहिँ त्यो संस्कृति भित्र्याउनलाई अथवा यताको सङ्गीतहरू उता सिकाउनलाई त्यही खालको कुराहरू सोच्ने अथवा योजना बनाउने कुराहरू केही छ कि छैन? उताको त्यो अहिलेसम्म हामीले योजना बनाइसकेका छैनौँ। अब जुन पुरानो त्यो मारुनी थियो नि, मारुनी नचाउने गरिन्थ्यो। अहिले आएर अहिलेको जेनेरेसनले त्यति त्यसमा चासो राखेको पनि पाइँदैन। अब जति यो हुर्रा हो, हुर्रामा चाहिँ अब चासो छ। हाम्रै जाति मात्रै नभएर अझ अन्य जातिमा बढी चासो छ।
पश्चिमतिरको चाहिँ अहिले कतिपयलाई त त्यो थाहै नभएर पनि होला चासो। अब हाम्रो यहाँ पहिला प्रचलित मलाई लाग्छ यो पश्चिमतिरबाट आयो कि भनेर आउँदाखेरि एउटा छ खेतालो हिँड्दाखेरि खेतालोमा चाहिँ के अरे त्यो खेत के भन्छ बारी गोड्न मकै गोड्न केही गर्न जाँदाखेरि त्यो पुरै एउटा पाखो चाहिँ त्यो सक्ने भयो भने त्यहाँ चाहिँ गाउने 3 प्रकारको एउटा रन्जौले भन्छ, एउटा लहरी भन्छ, अनि अर्को एउटा वा वा गर्छ। त्यस्ताका 3-4 त्यहाँ एउटाले भट्याउँदैछ, अर्कोले के अरे अरू चाहिँ त्यो एउटै स्वरमा गाउने, फेरि एउटाले भट्याउने एउटै स्वरमा गाउने, गाइँदै पनि छ खन्दै पनि छ। अब यो मेरो विचारमा यो हुर्राहरू पनि त्यस्तैबाट पनि सुरु हो कि जस्तो पनि लाग्छ क्या। तर अब त्यही सिको गरेर तिहारमा आयो कि जस्तो पनि लाग्छ। हाम्रो चाहिँ यो एउटा लहरी भन्ने पनि छ फेरि। लहरी भन्ने छुट्टै खालको सङ्गीत छुट्टै छ। त्यतिखेर चाहिँ मगरहरूको मानै हो कि मानै हो, मगरहरूकैमा हो त्यो। त्यो चाहिँ उसमा लहरी गीत यो चाहिँ लहरी लहै गर्छ। एकजनाले चाहिँ उता भट्याउने गर्छ, अरू चाहिँ लहरी लहै गर्ने अनि खन्दै पनि गर्ने। त्यस्तो पनि छ यहाँ। तर अहिले त्यो पनि अलिक कर्म गीत के भन्छन्, गाउँ काम गर्दै गर्ने गीतहरू, काम गर्दै अनि गर्ने गीत। हजुर, जस्तो असारे गीतहरू भने जस्तो उता पश्चिमतिर असारे गीत। हजुर, जस्तो अब यहाँको कुरा गरे नि, संरक्षणको लागि, कुनै पनि सङ्गीतको संरक्षणको लागि स्थानीय स्तरबाट मात्रै पहल गरेर मात्रै अलिकति गाह्रै हुँदो रहेछ होइन। सबै ठाउँमा दोस्रो तेस्रो जेनेरेसनले पुस्ताले त्यो कुरालाई अँगाल्छ नै भन्ने कुरा चाहिँ ग्यारेन्टी लिन नसकिँदो रहेछ होइन। बिस्तारै लोप हुँदै जाने अवस्था हुँदो रहेछ हेर्दै आउँदाखेरि होइन। यो कुराहरूलाई यो पढाइको विषय बनाइयो भने, जस्तै पृथ्वीनारायण शाहको कथा इतिहासहरूलाई उसमा हालिदिए पछाडि, कोर्समा हालिदिए पछाडि त हामीले जबरजस्ती जसरी तसरी पनि पढ्नै पर्यो, पास गर्नलाई पनि पढ्नै पर्यो। त्यो कुरा बज्दै आउने भयो नि त, इतिहासको कुराहरू थाहा हुने कुरा भयो नि त। त्यस्तै सङ्गीतको पनि यो खालको सङ्गीतहरू पनि लिपिबद्ध गरेर सङ्गीतको भाषामा लेखेर यसको सैद्धान्तिक कुराहरू लेखेर सङ्गीतको विषयको रूपमा, जस्तै अहिले स्कुल लेभलमा पनि त्यो पाठ्यक्रमहरू बनेर लागु भइरहेछ। त्यसमा चाहिँ हाम्रो हुर्रा लगायतको मगरको थुप्रै किसिमको सङ्गीतहरूलाई त्यसमा राख्न पायो भनेदेखि होइन। युनिभर्सिटीमा पनि अहिले त 11-12 ब्याचलर, मास्टर डिग्री, पिएचडीसम्मकै पढाइहरू टियुमा केयुमा सुरु भइसकेका छन् भने पछाडि यो खालको गीतहरूलाई लिपिबद्ध, सङ्गीतको भाषामा लिपिबद्ध गरेर त्यो युनिभर्सिटीको करिकुलममा, पाठ्यक्रममा राख्नुपर्छ, अथवा त्योपट्टिको पहल यहाँहरूले कतिको गर्नु भएको छ अथवा त्यो बारेमा सोच्नु भएको छ कि छैन? त्यो चाहिँ हामीले गरेका छैनौँ। अब एकचोटि हामीले अब कुरो चाहिँ उठाएको थियौँ। अब पालिकामा चाहिँ होइन, बाहिर यो के भन्छ स्थानीय पाठ्यक्रममा, स्थानीय स्तरको पाठ्यक्रममा चाहिँ त्यो हाम्रो 24 पालिकाभित्रको जति पनि जातिहरू छन् उहाँहरूको चाहिँ यो कल्चर, संस्कृति, यो नृत्यहरूको बारेमा चाहिँ त्यो समावेश गरिनुपर्छ भन्ने खालको चाहिँ अब हामीले राखेका थियौँ। तर त्यो अब कतिपय स्कुलमा त अब पाठ्यक्रम बनाउने होइन, अब त्यतिकै बन्दैन, विज्ञ नै चाहिन्छ। त्यो ज्ञान नभएर पनि त्यो होला। अब अहिलेसम्म साँच्चै त्यो स्कुलले बनाउन नसकेर अब हामीले त्यो मिटिङमा अब पालिकालाई नै जिम्मा दिएका थियौँ कि त्यो स्थानीय स्तरको पाठ्यक्रम बनाउनलाई। अब अहिले के हुँदैछ मलाई ज्ञान भएन त्यो चाहिँ है, मैले पनि सोधेको छैन। अब म पनि 2 वर्षमा रिटायर भएको। यो चाहिँ हामी बिस्तारै अब कुरो त उठ्दैछ, उठाएको पनि हो। अब त्यो अहिले चाहिँ हामीले अब चासो लिएका छैन। अब होला एक दिन यो 24 भित्र चाहिँ। अब बाहिर चाहिँ अब कतिको सक्सेस हुन्छ होइन।
हजुर त्यो चाहिँ हेर्दै जानुपर्छ। हजुर सर, आजको बसाइमा चाहिँ यहाँबाट हुर्रा संस्कार संस्कृति, मगर संस्कार संस्कृति यता प्रचलनमा आएको गीत सङ्गीतको बारेहरूमा चाहिँ यहाँको हुर्रा महोत्सवको बारेमा धेरै कुराहरू जान्ने बुझ्ने मौका पाइयो होइन। हजुर यहाँलाई चाहिँ समय संवादको लागि धेरै धेरै धन्यवाद दिँदै चाहिँ आजको यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस् त, नमस्ते। यहाँलाई पनि मलाई यो 24 हुर्रा देउसी संरक्षण सम्बन्धन समितिको तर्फबाट यो भनाइ राख्ने मौका दिनुभएकामा यहाँलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। हस् त।